अब सीताको बच्चा हुन्छ त के सीताले उपचार पाउँछिन् त हो दर्शकबिन सैन प्रधानपतिको निर्देशनमा आरटी मनोरञ्जन युट्युब च्यानलबाट दैनिक रूपमा प्रसारणमा आइरहेको सीता सिरियल यति बेला झन् चर्चाको विषय बनिरहेको छ। सीता र जगत आफ्नो उपचारको लागि सन्तान नभएकै कारणले उनीहरू उपचार गर्न सहर गइसकेका छन्। हो दर्शकबिन हामीले आशा गरौँ बच्चा होस् र आउने दिनहरूमा सीताको परिवारमा अझै झन खुसी थपियोस् र रमेश र अनुले पनि सधैँ दुःख मात्र भोगिरहेका छन्। अब के थाहा पहिलाको जस्तै सुखको दिन आउँछ आउँदैन र रमेशले अटो किनेर आफ्नो जिन्दगी चलाइरहेका छन् र आफै नेपालमै केही गर्छु भनेर सानोतिनो व्यवसाय सुरु गरिसकेका छन् र हामी आशा गरौँ त्यो सफल होस् र अनु र रमेश पनि सधैँ खुसी हुन् र सीताले पहिला पनि बच्चा नभएको कारणले धेरै हेपाइ सहिरहेकी छिन्। अब हामी आशा गरौँ पक्कै पनि सीताहरूको बच्चा हुन् र परिवारमा सधैँ खुसियाली हुन् र उनको नन्दाको पनि बिहे होस् र उनीहरू पनि खुसीसँग जिन्दगी जिउन् र हाँसी खुसी अगाडि बढुन् हामी यही आशा गर्दछौँ। हो दर्शकबिन सबै कुरा बाँकी आउने भागमा पक्कै पनि थाहा पाउने नै छौँ। आज म यति भन्दै बिदा हुन चाहन्छु। हस्त धन्यवाद।